त्यो बाटो हामी यो हो जाने हिरणडाँडासम्म जाने हो 150 हो जम्मा ले बसौँ बसौँ दुईजनाको त ट्रेक त खतरा हो कि गणेश के भने तिमीले भने दुईजनाको ठिक छ हेर न यो क्या फटफुटले पनि निस्किन सकेन यहाँबाट थाहा हो त हामी त फास्ट हो नि भाइ अहिले चाहिँ मलाई झुक्याएर चप्पल लगाइदिएर आउँछ मैले तिमीलाई मेसेज नि गरेको ठाडै डाँडा हो कति मिटर छ भाइ लगभग 200-300 मिटर होला होइन ठाडो डाँडा तिमी अब कति अनुभव गर्यो त्यो बेलाको भारीले गर्दाखेरि यहीँ आइपुग्न कति गाह्रो भएको थियो त्यो बेला हो ए रक्सी त ल्याउनै बिर्सेछ नि त ए हुन्छ अब मागेर आउँला रक्सी पाइन्छ कुन हो ए सोधे हेर्नु माथि गाई पाइन्न है तलतिर हेर्ने हो भने त 100 मिटर नि हिँड्ने होइन तलतिर हेर्ने हो भने त 100 मिटर पनि हिँड्ने होइन यो डाँडामा बुढो कुद्या छ भरे रक्सी पाएन भने चाहिँ बुढो थला पर्छ छैन छ हामी कति आयौँ अहिले चाहिँ आयौँ है हामी आइपुग्यो टुप्पोमा आइपुग्यो लगभग कति आधा घन्टा हिँड्यौँ दाइ हामी कहाँ 10 मिनट दाइ घडी हेर्ने तपाईँलाई 10 मिनट जस्तो लाग्यो होइन घडी 26 भयो भने ठ्याक्कै 26 मिनट भने चाहिँ 24 मिनट भयो हामी के हो दाइ यो चाहिँ यसलाई गोलकाँक्रो भन्छ एक गोलकाँक्रो त्यो पाकेको त मिठो हुँदैन होला लहरे तान्नु न माथि टर्नु ल खाएर पिल्लो ढल्यो भने नि कस्तो आउनुपर्छ त आज एकचोटि नै हो आज निम्तिसम्म हाम्रो आज यत्तिकै पानी रहँदैन अब म त यस्तो मान्छे पनि हो फेरि एकचोटि किन सब हिँड्ने भन्ने म त्यति हिँड्ने मान्छे हो कसरी चाहिँ जहाँसम्म हिँड्छ भन्छ भने हिँड्ने मान्छे तर निम्तिबाट हिँड्नु पर्दैन निम्चेबाट नि अगाडि बस्ने ठाउँ त्यसरी पार्टी राखिदिएको भए चाहिँ पार्टी त छ होइन यहाँबाट फेरि निम्ति गएर तिमी हिँड्नुपर्छ ए त्यसले भ्याउँदैन नि त हामी 6 घन्टा त्यो त पार्टी त फेरि पुरो बोक्यो पुरै त्यो साइड पनि पारेको साइड बारेको तलपट्टि काठ सबै ए यहाँ पनि काठ त छ नि तलबाट यहाँ त अर्को राम्रो छ यता अहिले राम्रो बनाउँदैछ राम्रो जाति कब्जा गरिसक्यो होला यस्तोमा जुत्ता के गर्नु यस्तोमा जुत्ता के गर्नु तपाईँको जुत्ता अघि नै त्यही तल पसलतिरै राखेको हुने रहेछ दाइ पर्सि आउँदा पर्सि आउँदा लिएर जानुहुन्थ्यो उग्रे पनि किन लाउनु र अब चप्पलले फोरा उठाइसक्यो ए अँ ए यहाँ पनि हालेछ त यो पनि हालेछ त थियो यो पार्टी थियो यो चाहिँ उ चाहिँ थिएन नि दाइ
यो ट्रायल चाहिँ थिएन नि के थिएन यो ट्रेल चाहिँ थिएन क्या यो चौर थियो होइन यो चौर थियो माटै थियो त्यही जस्तै थियो नि सबै वातावरण सरसफाइ हजुर त्यहाँ तल झरिरह त वन्यजन्तु संरक्षण गरौँ अजिरकोट गाउँपालिका भच्छे गोर्खा यस क्षेत्रभित्र वन्यजन्तु चोरी निकासी र शिकार गर्न सक्छ मनाइ छ सूचक नागेपोखरी मेला व्यवस्थापन तथा वातावरण संरक्षण समिति कस्तो चिसो पानी के गरे दाइ अर्को नि धारो बनाइदिएछ निम्ची पोखरी भरे दोरी गयो भने नाच्नुपर्छ है त यो वर्ष लास्ट हो नि त हामी ठिक्क टाइम हो काला पातलको बाटो जाने भएको छ धेरै हो त्यो भएर ए साँच्ची दाइ तपाईँको गाउँको कता यही बाटो गयो अघि अङ्कलले त्यही भन्यो ठिक छ आज भात चाहिँ त्यही टोलीसँग मागेर खानुपर्छ दाइ भात त आज त पक्कै पकायो होला नि त्यही पहिलाको बाटो चाहिँ यो थियो होइन पहिलाको बाटो चाहिँ यो थियो होला भन्छु दाइ यो माथि चौरी कहिलेसम्म राख्छ अरे चौरीकोट कहिलेसम्म राख्छ दसैँसम्म होइन माथि त्यो उ थियो नि भेडीगोठ तिनीहरू दसैँ मान्नको लागि तल झर्छ होइन अनि त्यसपछि हिउँदो सकेपछि जान्छ होइन माने रेस बन्यो दाइ मेरो जुका लागेछ क्या टोकेछ अलिकति छैन खाएर कहाँ जानु हेर्नु नि हेर्ने जुका त निस्किँदैन त्यहाँ खाइसकेर अगिसक्यो यार कस्तो निस्किँदैन खोइ कहाँ भाग्यो थियो खाएर अगिसक्यो हो रहेछ यार रगतै आउनु थाल्यो नि अब यो चिलाउने हो दाइ अब चाहिँ चिलाउने हो एउटै मात्र हो नि एउटा मात्रै आएछ कहाँबाट त्यो खाजा खाने रोकेको ठाउँ कि कहाँबाट त्यसले पेप्सीको बोतल छैन हो त्यसमा हालेर खाँदै आएको थियो क्या होइन पेप्सीमा मिसाएर खाँदै आएको थियो दाइ यो चाहिँ बाखर भन्छ होइन यसलाई बाखर भन्छ अनि पनि यहाँ अलि नजिकबाट छु ओए टु निम्चे पोखरी दुध पोखरी यता लेफ्ट ओए टु निम्चे पोखरी दुध पोखरी यता बाखर 2455 मिटर यहाँ माथि रहेछ है 2455 अनि यो चाहिँ ओए टु निम्चे
पोखरी एन्ड दुध पोखरी 8 to 9 आवर। ए 8 देखि 9 घन्टामा त यहीँबाट पुगिने रहेछ नि दुध पोखरी। अब त आइगयो नि दाइ, धेरै छैन नि निम्चे। अब यही ट्रेल सकेपछि जङ्गलको बाटो आउँछ। सानो नलगी बल्दैन। उता भन्दा ठुलो छ। बन्दै अब मिलामै अर्को ढुङ्गा चाहियो क्या। केही पर्दैन त्यही माथि ढुङ्गा त्यता ल्याएर छ त्यो त छिर्छ होला त दाइ, कसरी राख्ने त्यसलाई? ए पङ्ग यसलाई यसो गर्नुपर्छ। केही गर्नु पर्दैन, छोड छोड हल्लियो भने अलि छोड छोड बस। धुवा बनाउँछ कि आगो पानी। त्यसमा माटो लाउनु पाएको हो हुन्थ्यो नि। अहिले खरानी छ नि त्यही, खरानी लाभा त दामी थियो त्यही। त्यो त पानी गर्नुपर्छ नि त फेरि, नसुक्दा हुँदैन। बोल्ला दाइ यत्रो राम्रो ठाउँ छोडेर कसरी जान्छ क्या तिनीहरू? पागल मर्ने परे पागल हो। पागल नि त। दाइ यसलाई यसरी राख्नुपर्छ क्या। अब चाहिँ मिल्छ। अब म यो मिलाउँछु है। जुवा लाग्छ तपाईँलाई त लागिसकेको छ। एकतर्फ भयो त्यसलाई अलि भएन खै एकचोटि उचाल्नु त यहाँ दाइ कस्तो सफा भइसक्यो हेर्नु नि। अब यति हो भने त प्लास्टिक ओछ्याउनु पर्दैन दाइ। ल यसो गरौँ, यो बाहिर भएकै सर्लक्क यो गरेर होइन। ओके ल भयो त्यो भयो। यही झरा सिरानी हाल्ने सुत्ने भन्दै यहाँ जुगाले खाएर हेर्नु खतरा। जुगाले यहाँ खाएको छ त्यहाँनिर, यहाँ पनि खाएर नि भागिसकेको छ। अरे उमेर जान्छ पुरा
मिठो छ रे मिठो छ तातो हो मिठो छैन मिठो नि छ चाउचाउ पनि छोरा माथि चिन्न पाइन्छ त राखेको एकचोटि कस्तो छिट्यो र दाइ मेरो यहाँ रगत रोकेन है यो लगाएर लगाऊ भने त्यहाँ उपाय केही छैन जय बिजिहाल्छु म खुट्टा धोएर आउँछु तल जान्छ तल आगो हालिदिउँ त्यहाँबाट आउँदा नआउनु छोडौँ भाग्यो तर भाग्यो अनि यता त छैन यता त छैन आगोमा हालिदिउँ म समाएर आगोमा हालिदिन्छु पर्दैन 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 यहीँ झार्दा यो मरिसक्छ क्या उसिनेर खाइदिउँ खालि हालिदिउँ यस्तो पनि रहेछ खतरा रहेछ सबै हुन्थी यो त अझै रोकेको बल्ल रोक्यो यसले रोक्छ नि त अलिअलि अनि यो त ऊ अझै खाएको अर्को उता नि हाल अलिअलि छैन अलिअलि छ नि त हालिदिनु थाहा पायो नि यसले चाँदो चाँदो माथिसम्म थियो नि होइन माथि माथिसम्म थियो नि यो रुखको फेदसम्म थियो हुन त 6-7 वर्ष अगाडि 6-7 वर्षमा त सबै सुकेछ पुरै राउन्ड हो क्या दाइ यो त राउन्ड लाउने हो हामी उताकै बाटो हो हिजो आएकै बाटो
यहाँबाट थप्ने मेरो छोराछोरी छिलोमा गाडी ल यो चाहिँ लेकको सिक्नु रहेछ होइन खतरा पोल्ने पनि रहेछ हाम्रोतिर जस्तै काँडे काँडा भएको तर सानो चाहिँ छैन है पोलिसक्यो ल यो ठाउँलाई के भन्छ खै ठाउँको नाम चाहिँ थाहा भएन जे भने एउटा चौतारो हो यस्तै ठाउँ देख्यो भने चाहिँ एकदम झुक्किने ठाउँ चाहिँ यो रहेछ है हामी अघिल्लो वर्ष पनि झुकेको चाहिँ यहीँ हो यहाँबाट यस्तो चौतारो बनाइदिएर छ यस्तो राम्रो चौतारो निकै पुरानो पनि देखिन्छ अब यो हामी हरायो नि त दाइ धेरै त निम्चे पोखरी झुपुट माथि डाँडामा यो चाहिँ ट्रेल खतरा त्यतिखेर नयाँ बनाएको थियो है नयाँ थियो ट्रेल हिँड्न पनि रहर लाग्दै थियो त्यही भएर हामी यो बाटो गयौँ र माथि निम्चे पोखरी पुगेछौँ त्यो पनि 2 घन्टा 3 घन्टा बाटोमा जङ्गलमै हराएर दुध पोखरी लाग्नुपर्ने चाहिँ यताबाट रहेछ अब यहाँबाट चाहिँ तेर्छ नि त दाइ रेड बुल 4 पोहोरको फोहोर हुनु सक्छ यसपालि पनि होला ल लाग्यौँ त गाइस फेरि अहिले चाहिँ हाम्रो 4औँ 5औँ खोला यसरी सरेर आएका छौँ यस्तो चिसो छ नि पानी त्यो गाडी मलाई छोडे छ बुढालाई झुक्नु सक्दैन अशोक दाइ त्यो सिरान डाँडा बस्या मान्छे त आज आउँदैन नि त तिनीहरू म भोलिसम्म पनि पुग्छु भन्यो भनेर आयो भने त्यही कुरो नत्र आउँदैन खतरा यो हामी कहाँ पुग्नुपर्छ कुन कुरो पछाडि त्यो पानी झऱ्यो भन्दा माथि हो त्यो पनि होइन यतै हो उयो कुहिरोको मुखमा यो कुहिरोको मुख तिनवटा बिचको एउटा ठुलो अग्लो ए त्यहाँ चाहिँ हो भनेपछि हामी यहाँ पुग्नु पऱ्यो यहाँ यो ठाउँमा पुग्नु पऱ्यो यो चिच्चो भएको माथिबाट अबुई ल अशोक दाइ हाम्रो यो काम बाध्यता होइन कर्तव्य भएको हामी यसरी हिँड्न सक्थ्यौँ एउटा रहरले मात्रै त हिँड्ने होइन रहर नभएको भए चाहिँ सकिँदैन थियो यार हालत त्यस्तो छ भिजिसकेको छ पसिनाले झन्न खट्टु चाहिँ राम्रै परेछ र त्यो डाँडामा हिँड्नु खतरा ठाउँमा यस्तो ठाउँमा आएर नफिट्नु जस्तो लाग्छ यस्तो दामी ठाउँ छ है मैले पछि भेटेको थिएँ नि तपाईँको मिट भन्ने ठाउँ त्यो बुढा चाहिँ अन्त होइन बाटा बसेको फर्किनु भएको कहाँ पुगेर फर्किनु माथि डाँडा हिजो जानुभएको थियो माथि डाँडामा गएको माथि डाँडा पुग्यो बुढी जान सकेन कि छोरा आयो डेलिभरी गरेको यस्तो मैले ल्याउनु दाइ फर्किनु टोली टन्नै रहेछ त मैले भने नि फर्केको टोली तर यहाँ चाहिँ लास्टै हिलो रहेछ
बेलुका ठुलो पानीमा गोठमा बस्नुभयो यो गोठा आइपुग्नु भएको थियो झन् गोठमा त हामीले आइपुग्नु भने राम्रो देख्थ्यो क्या त्यहाँ बस्न पर्ने त नि हिजो न खानकी न केही अब छोडेर म कतै जाने हामी त्यही निम्ति बसेको कोही पनि थिएन यहाँबाट चाहिँ देखिँदैन हामी ऊ त्यो अग्लो डाँडाको सगरमाथा जस्तो डाँडाको मुनिबाट त्यसको फेदमा चाहिँ पोखरी रहेछ त्यहाँ पुग्नु पर्ने छ भात चाहिँ हामी कहाँ खाने रे दिन्छ भात त खानुपर्छ दाइ आज भोलि खानु पाइँदैन बारको भारी त ठुल्ठुलो छ त त्यो ओल्ने चिरो छ त बाबु यो चाहिँ के हो अझै माथि कुराउनु होइन जिप्ने ल्याउने हेर्छौँ न यहाँबाट त धेरै दामी भयो त्यहाँ जिपले कहाँ ल्याउँछ त यहाँसम्म त्यहाँसम्म ल्याउनु छ होइन त्यहाँबाट त्यहाँ आउनु पर्यो यो बाटो ठिकै दिन्छ हामी त बारी जति नि हिँड्न नसक्ने रहेछ तपाईँहरू जति नि हिँड्न नसक्ने रहेछौँ हामी यो चाहिँ खतरा बनाएको छ है यो चाहिँ खतरा बनाएको छ है खोला यही खोलाको हाइटमा तल होइन उतापट्टिको बल्ल एउटा धेरै भेट्नुपर्छ यस्तो पुल बल्ल हामी 2-2.5 घन्टा हिँड्यौँ अझै 8 घन्टा हिँड्नुपर्ने र 2 घन्टा हिँड्दै थाकिसकेका छौँ कसरी पुग्नु 8 घन्टा ए यो चाहिँ अर्को खोला आइपुग्यो यसो गरी चिसो तल्लो बाटो गोठमा जाने होला थाकेर चाहिँ ठाउँ त स्वर्ग छ यार स्वर्ग उही नआएको साथीहरूलाई चिनो यो चाहिँ ल घरै बसेर हेऱ्यो हुन्छ आनन्दले सिरकभित्र बसेर तातो चिया खाएर है कति धेरै तपाईँहरू यहीँ बस्नुभयो क्या ब्रदर हिजो तल बसेको आजै हो बिहान यस्तो गति यार आमा म त झोलै निकाल्नु यहाँ कहिले फालौँ आँखा आफ्नो थुतु नै देखाउँ न है त कहिलेकाहीँ त भैँसीको त देखायो आफ्नो के नदेखाउनु यो क्याब चाहिँ मेरो बहिनीको चिन मैले कहिले क्याब लाउँदैन थिइनँ लाउने पनि थिएन क्याबले कति काम गरेको छ आमा यो त दाइ
शीतल पनि बनाउँदो रहेछ होइन है शीतल बनाउँदो रहेछ गर्मीमा पनि सानो पानी पनि मजाले छेक्दो रहेछ रेनकोट लाउँदा नि ग्यास चाहिँ बलेको पनि देखिँदो रहेछ ल यो चाहिँ हामीले के पकाएर खानु लाग्दै है चाउचाउ पकाएर खानु ला हो चाहिँ ग्यास बाल्यो दाइ भात मागेर खानु कि अलिकति अन्त चाउचाउ मकै भातमा खाएपछि जुकाले चाहिँ खत्रै पारेछ ल हान्नु त हानु अब यो त मेरो रोकिँदैन होला त्यहाँ डल्लै पर्दो रहेछ डल्लै पर्दो रहेछ हेर्नु त कस्तो खसी ए जुकाको लागि खतरा ल खुट्टु यस्तो गरेर सबै हेर्नु त यहाँ हेर्नु खै मुनिबाट झऱ्यो अब यस्तो ठाउँमा बसेको छ अनि मेरो कहाँ कहाँ पऱ्यो होला त्यहाँ जुका बराबरको भएर बस्दियो भने अब यसपछि अर्को खोला छ कि होइन यो उकालो चाहिँ खत्री उकालो रहेछ चाहिँ यो 910 उकालो छ अरे सबले छोडिसक्यो मलाई पछाडि आउनेहरू कोही छैन मौसम त्यस्तो दामी छ कुहिरेर केही देखिँदो रहेछ असक्दा यो चाहिँ लास्ट गर्छ है त पछाडि त कोही छैन अब यहाँदेखि बस्ने ठाउँ पनि छैन माथि पार्टी छ त योभन्दा एउटा पार्टी छ अन्त माथि एउटा पार्टी छ खानाको लागि चाहिँ अब चाउचाउ उमाल्ने अनि डाँडामा चाहिँ आर्मी दाइहरू साथीहरू आर्मी दाइहरू त्यो हामीले त्यो बोटमा 9 बजी आइपुगेको थियौँ भनेपछि यहाँबाट सिधै आइपुगेछ नि त हिजो बुढी आमाले त भन्थ्यो 4 घन्टाको बाटो जम्मा बाबु हो भनेर गाइज खतरा ठाउँ यार यो चाहिँ अब चाहिँ यति हो तेर्सो यहाँबाट चाहिँ उकालो लाग्ने ठाउँ रहेछ ल भगवान् जेसुकै भगवान् होस् रक्षा गरिदियो यार भिड त खतरा छ यार आर्मीको टोली आइसकेको छ अलि अलिक हिँड्नुपर्छ यार यो पाइपले थालेन कुहिरो लागेको यस्तै उ त्यहाँ पर चाहिँ झर्ना छ देखिँदैन होला अब उकालो यस्तो उकालो हिँडेकै कति भयो दाइ 2 घन्टा भइसक्यो अझै उकालो सकिँदैन कसरी जानु होला त्यो ठाडो उकालोमा पाइलै चल्नु छोडिसक्यो यहाँ चाहिँ बोकेर लाने व्यवस्था चाहिँ रहन्छ
पर्छ कहाँ रहेछ दाइ त्यही हो लगभग अब पुग्न लाग्यो अब चाहिँ पुगेर भन्ने आश भयो यस्तो डेन्जर ठाउँ कि हो अब यस्तो ठाउँ चाहिँ छैन टावर छैन मैले मोबाइल बोकेको यस्तो बाटो कि बारम्बार फर्किन्छु भन्ने लागिरहेको थियो तलै लेक लागेर हिँड्न नसक्ने भएको थिएँ त्यो बाटो राम्रो कत्रो सास फेरि दाइ अब चाहिँ बाँचे जस्तो लागिरहेको थियो जिन्दगी देखेर अब चाहिँ बाँचे जस्तो लाग्यो बल्ल अलिकति सास आयो दाइ त्यसो बाटो खुट्टा त यस्तो कामिरहेको छ है मेरो खुट्टा यस्तो कामिरहेको छ नि भोलि भयो यहाँ चाहिँ म खिच्न पनि सक्दिनँ तल हेर दाइ त्यहाँ हेर्नुहोस् न उता पर उता पोरा आमा यस्तो पुरा पनि बसेको छ मान्छेहरू यस्तो जाँडा पनि खिच्दैन त यहाँ चाहिँ दाजुहरू सम्झना होइन ट्रेनमा कति बजी राति कति बजी दसमा बजी हामी चाहिँ अलि माथि दुधभरिमा दुधभरिमा आइपुग्यो है लेक लागेर पनि आइपुग्यो भन्न चाहिँ मलाई डर लागेको थियो कसम त्यो उकालोमा त नि दाइ कसम मलाई यस्तो डर लागेको थियो ओहो मैले जिउँदै पनि फर्किँदिनँ जस्तो कसम लाग्यो पिछा नफर्किन सक्यो नआउनु सक्यो बरु जाम भनेर आएको काम लाग्यो नफर्किने ठाउँ थियो फर्किन नि त तल पुग्न मेरो आँटै आएन हौ त्यही त भने त त्यतिखेर राति झमझम पानी पऱ्यो भने न तल फर्किनु न माथि आउनु तल फर्किनु 3 घन्टाको बाटो तल होइन मतलब क्याम्पिङ गर्ने ठाउँ त त्यही तल थियो नि त तल पुग्नु नि हामीलाई 1 घन्टा त लागिहाल्यो कुहिरले गर्दा बेस क्याम्प देखिएन पछि देखेँ माथि आएछ कता बेस क्याम्प फर्किनुको यो त माथि भयो नि त के लाग्यो त बनायो अब भोलि बिहान यसो अलिअलि खिचौँला अहिले लगाउँला ल गुड नाइट आफै रेकर्ड सेन्सन हुन्छ
क्याम्प त्यही छ दाइ हेर्नु त अनि त्यही त हो नि अनि कहाँ हेर्दैन तिमी ओहो ल नि त त्यो हिमाल चाहिँ कुन दाइ हामी पहिला खरे त्यताबाट आउँथ्यौँ क्या ओहो नि त मान्छे हेर्दै डर लाग्दैछ नि त काली लाग्दै धेरै खाएर अगाएर ओ होइन त्यो बुढो मान्छे आउनु भएको छ कहाँबाट आउनु हो बा तनहुबाट तनहुबाट आउनु भयो ए हामी त काठमाडौँबाट आएको कति वर्ष हुनुभयो 72 वर्ष अझै हिँड्नु भएको छ हिजो म नसकेर झन्डै रोको बा म यो उकालो चढ्न नसकेर रोको आमा रोको म त हजुर हजुर कुन धर्म कुन पाप कुन धर्म कुन पाप के हेर्नु अप्ठ्यारो जाति सबै धर्म ऊ यहाँ त्यहाँसम्म त्यो एउटा आमाले मैले तानेर ल्याइदिएको बाबु नछोड है नछोड भन्दै हुन्थ्यो त बाबु नछोड है मलाई पनि लिएर जाऊ भन्थ्यो आफ्नै ज्यान भारी भएको थियो यहाँ आएपछि त छोडिदियो अब के गर्नु ओहो दाइ भिड हेरौँ न रिङ्गाटो लाग्ने सर त्यही त हिजो मलाई लेक लागेको एउटा अनि यो भिड देखेपछि त खुट्टा त यस्तो कामेको थियो नि बा आउनुभयो हिजो बाटोमा भेटेको थियौँ हामीले बाटा भेटेको थियो ल बा ल बिस्तारै जानु म रुँदै आएँ हिजो तपाईँ आरामले आउनु भएको छ पुरै पानी पानी आएको हामी दुई भाइ ओ पनि टुङ्गा 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 बा के गर्नु बाटो यस्तो छ बाटो त्यति दुःख त छैन नि ठिकै छ बाबु असोले छोडिदिनु भयो आउनु नि मुर्दा नि बा अलि अप्ठ्यारो छ म त छोडेँ किन खै हामी कति हिँड्यौँ मलाई निम्ति पुगेर बेस क्याम्पमा गएर मलाई लेक लागेर सर म उहाँ तलबाट रुँदै आएको यहाँ बल्ल तल यहाँ आइपुगेको थिएँ हजुर सरहरूको क्याम्प देखायो हामी त्यही लाउँथ्यौँ त्यो बादलले ठ्याक्कै छल्लेछ क्या सर हामी माथि आयौँ झुकाइदियो क्या अब यहाँ आएको मान्छे नफर्किनु यहाँ एकछिन कसरी फर्किनु यति एकछिन ओहो अनि यहाँ टेन्ट लाउनु गयो हामी यहाँ यसो हेरेको त्यो बादल फाटाले हेरेर यहाँ कहाँ 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 त्यो टाटपोलिङ लाएर बसिरहेको छ मान्छेहरू यस्तो ठाउँमा पनि बसेर छ मेरो त्यो ब्याग यो त्यो के अरे फर्म छोडिरहेर म छोडिहाल्यो क्या यो म जानु पर्यो नि त धेरै सँगै हुँदै सँगै भइन्थ्यो सँगै भइन्छ ल हस् त ल ल सर बिस्तारै गरेर आउनु होला दुध पोखरीको पानी यहाँ निस्किन्छ नि दाइ उहाँ माथिको पानी निस्किन्छ मान्छेहरू अझै जाँदैछ पाँच घन्टाको त उकालै छ बैगुनेले मैले होइन यो भेटको यहाँसम्मको सबैले जितेर गएको यहाँबाट त्यहाँसम्म सबैले जितेर गएको त्यहाँबाट त्यो झरिया मान्छेसम्म सबैले जितेर गएको ल अब छोडिदियो अब होइन तपाईँको त हिजो आर्मीलाई जितेको
त्यही एक्सपिरियन्स त माने यो दुध पोखरीबाट आएको पानी हो नि त दाइ त्यो दुध जस्तो सेतो बगाएको छ सबै Sama.